यो नबुझेको कुरा के बालेन्सा झापा किन जानु पर्यो? झापामा के विकास हुन बाँकी छ? बालेन्सा जानलाई के गर्न बाँकी राखेको छ र केपी बाले सबै पुरा गरिसकेको छ। झापामा के गरेछ त? झापामा ल हेर्नुहोस्, यसरी टक्क बाल्ने बित्तिकै यहाँ ग्यास बल्छ, ग्यास पाइपलाइन बनाएको छ, यहाँ टक्क बेसन छ, यहाँ धारामा सर पानी आउँछ। के चाहिँ गरेको छैन कि केपीले, के चाहिँ गरेको छैन। झ्यालफार हेर्नु पऱ्यो। यसरी ट्रेन हिँड्छन् मान्छेहरू, ट्रेनमा कलेज जान्छन्, स्कुल जान्छन्, आउँछन् जान्छन्, बिजनेस गर्छन्। के बाँकी छ के केपीले नगरेको बानेले गरेर गर्नुपर्ने? त्यस्तो चिल्लो रोड छ। त्यो अब किसानहरूलाई दुःख हुन्छ भनेर त्यो गिरिबन्धु टी स्टेटको जग्गा फटाफट प्लटिङ गरेर बेचिदिएको छ। किसान ढुक्कै आनन्दै दुःखै गर्नु परेन। कम्ता गरेको छ भने केपी शर्माहरूले जनताको लागि। झापाको छुट्टै भयो, अब यता नेपालभरिको जनताको लागि के गरेको छ त? मान्छे उसको बाबाआमाले छोराछोरी पाए, उसलाई पाल्नुपर्छ, दुःख हुन्छ, पैसा खर्च हुन्छ भनेर ड्याङ ड्याङ टाउकोमा गोली हाने मारिदिएको छ। कति गरेको छ के केपीओलीले? किन आउनु पर्यो बालेन? बालेन आउनु जरुरी नै छैन। केपीओली सही छ, बालेन नजाऊ तिमी झापा, अन्तै जाऊ, चुनावै नउठ्दा हुन्छ। त्यस